तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो, आजभोलि एकदमै कम मात्रामा आइपिओ खुल्छ र जुन कम्पनीको आइपिओ खुलेको छ त्यो सेकेन्डरी मार्केटमा एकदमै राम्रो प्रदर्शन गरिरहेको छ। र मैले पनि ट्रेड टावरको आइपिओ खुल्ने बित्तिकै त्यस किता भरिहालेँ र त्यसपछि मैले ब्याङ्कको ब्यालेन्स चेक गर्दाखेरि चाहिँ 30 किता भर्नेसम्मको पनि ब्यालेन्स रहेन रहेछ। अब यसलाई मैले एडिट गर्नु पर्यो। किन एडिट गर्ने भन्दाखेरि लो बजेटमा धेरै आइपिओ भर्दाखेरि रिजेक्ट हुन सक्छ र रिजेक्ट हुँदासम्म मैले फेरि पुनः एप्लाई गर्ने चान्स नपाउन सक्छु। त्यसको लागि मैले मेरो सेयर एप्लिकेसन खोलेर सेम प्रोसेसमा 30 कितालाई 10 किता बनाइदिएँ। मैले यहाँ सम्पूर्ण सही डिटेलहरू हालेर एप्लाई गर्दा पनि एडिट गर्दा पनि एडिट हुन मानेन, इरर प्रोसेसिङ भनेर देखायो। कहिलेकाहीँ मेरो सेयर एप्लिकेसनमा यस्ता विभिन्न किसिमका समस्याहरू आउँछ जहाँ चाहिँ सेयर एप्लाई गर्न नमिल्ने अथवा तपाईँको सेयरलाई ट्रान्सफर गर्न नमिल्ने अथवा सेयर एडिट गर्न नमिल्ने। यदि तपाईँले पनि यस्तै किसिमका विभिन्न समस्याहरू झेलिराख्नु भएको छ र यसको सही उपाय के होला भन्ने सोचिराख्नु भएको छ भने तपाईँले यो मेरो सेयर एप्लिकेसनलाई गुगल क्रोमबाट अथवा जुनसुकै ब्राउजर ओपन गरेर तपाईँले सजिलैसँग यस्ता किसिमका कामहरू गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले तपाईँको मोबाइलमा भएको जुनसुकै ब्राउजरलाई चाहिँ खोल्न सक्नुहुन्छ। मैले यहाँ गुगल क्रोम खोलेँ र खोलिसकेपछि सर्चमा मेरो सेयर.cdsc.com.nb भनेर सर्च गर्नुहोस्। गरिसकेपछि यहाँ मेरो सेयर खुल्छ। लगइन गर्नुहोस् र लगइन गरिसकेपछि 3 लाइनमा क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि माई आस्पामा क्लिक गर्नुहोस् र त्यसपछि एडिट अप्सनमा क्लिक गर्नुहोस्। एडिट अप्सनमा क्लिक गरिसकेपछि तपाईँले आफूले भरेको किता कति किता भर्नु भएको थियो त्यसलाई बढाएर अथवा घटाएर भर्न सक्नुहुन्छ। मैले यहाँ 30 कितालाई 10 किता बनाइदिएँ र त्यसपछि यहाँ सिआरएन नम्बर तपाईँको जुन ब्याङ्कले दिएको छ सिआरएन नम्बर त्यो सिआरएन नम्बर चाहिँ यहाँ राख्नुहोस्। त्यसपछि चेक बक्समा टिक लगाइदिनुहोस् र प्रोसिड गरिदिनुहोस्। यहाँ मैले प्रोसिड गरिसकेपछि मेरो सक्सेसफुल भनेर देखाइसकेको छ। यदि तपाईँलाई पनि मेरो सेयर एप्लिकेसनमा विभिन्न किसिमका समस्याहरू आइपिओ भर्दा समस्या, सेयर ट्रान्सफर गर्दा समस्या अथवा तपाईँको एडिट गर्दाखेरि समस्या देखाएको छ भने तपाईँले त्यही फिचर भएको साइटलाई वेब ब्राउजरबाट लगइन गरेर सजिलैसँग भर्न सक्नुहुनेछ। धन्यवाद। यदि तपाईँले केही यस्तै विभिन्न किसिमका समस्याहरू छ भने हामीलाई मेसेज गर्न सक्नुहुन्छ।